हेलो साथीहरू आज चाहिँ मैले यहाँ रामायण च्यालेन्ज लिएर आएको छु है। सचिन र मैले चाहिँ फेरि सचिनको च्यालेन्ज भनेर झुक्किनु होला। यो चाहिँ मेरो च्यानल हो है। यसको च्यानलमा चाहिँ धेरैचोटि हामीले च्यालेन्ज ल्यायो नि त, त्यही भएको भएर आज चाहिँ मेरो युट्युब च्यानलमा ल्याएको छु है। धेरै पछि च्यालेन्ज गरेछु, भिडियो बनाउँदैछु। अनि यो चाहिँ त्यही हो, मेरो फेभरेट कोरियन रामेन नुडल्स हो हैन। यो यही खानेवाला छौँ। अनि हाम्रो साथमा छ दही हैन। दही चाहिँ अब पिरो भयो भने खान पाउँछ, खाए पनि भयो नखाए पनि भयो, केही फरक पर्दैन। दही चाहिँ यो चाउचाउहरू चाहिँ खाइसक्नु पर्छ हैन। अनि यहाँ चाहिँ अब हामीले यो उसके पनि हालेको छैनौँ कि तपाईँहरूको अगाडि राख्नु भनेर। दाल त यो सस चाहिँ पुरै हाल्नुपर्ने हुन्छ है साथीहरू। सस हाल्दैछु। अझै हाल्छ कि उसलाई मोल्छु है त एकछिन। है साथीहरू, म जस्तो डिजाइनमा हालेछु सस हैन। जस्तो डिजाइनमा हाल्यो नि मोल्नु परिहाल्छ। के डिजाइन र सिजाइनको कुरा आयो त। साथीहरू, हाम्रो चाहिँ यस्तो रामेन नुडल्स चाहिँ रातो रातो पिरो भएछ है। तपाईँहरूले कतिको देख्नु भएछ। राख्न राख, थम्बनेलको लागि हुन्छ नि। झर्नला डरलाई। ल साथीहरू, अब चाहिँ हामी खाना सुरु गरौँ है त है। अनि विनरले चाहिँ गिफ्ट पाउने छ अहिले पछि। खतरा गिफ्ट। ल त तेरो फर्स्ट टाइम होला यो खाएको। यो चाहिँ फर्स्ट टाइम हो है। मैले चाहिँ खाइरहेको छु। मलाई चाहिँ बेसी पिरो त हुन्छ तर मिठो पनि लाग्छ है। ल सुरु गर्नु त। रेडी 1 2 3 गो। त सचिन बोलेको छैन त है गाइस। खाएँ मैले। दही खानु पाउँछ। यो च्यालेन्ज आज लास्ट हुने। म हाँस्न जान्छु तिमीलाई साथीहरू। सरी हैन हजुरको
च्यानलमा आएर नि मैले जिजु हजुरलाई हराएको थिएँ ल गाइस म चाहिँ सिद्धि होइन आनन्द आयो साथीहरू खाने पालो मैले जित्छु जस्तो लाग्थ्यो मेरो पसिना आउनु स्टार्ट भइसक्यो मैले जितिसकेको थिएँ लाग्ने कसरी जित्यो एकछिन मुखमा राख्दा जस्तो आनन्द आउँछ यो दही चाहिँ पुरै आइस भोक ल्याएको छ कि यसले तातो पानी हालेर गर्दा नि यस्तो चिसो जाने लस्सी बनाउनु जस्तो ठिक रहेछ म त टाउको नै झिनिन्न भयो तल कस्तो लाग्यो भने चाहिँ चाउचाउ पिरो के मिलाएन डन मलाई त एकदम मिठो पिरो चाउचाउ भएमा बेस्ट यो मेरो गुलियो गुलियो मिसेको हुन्छ नि त्यही भएर होइन पिरो भयो नि फाल्न माया लाग्छ अस्ति नै हामीले एकचोटि टुपियामा अकबरी गरेको थियो क्या होइन टुपियामा अकबरी च्यालेन्ज गरेको दुईजनाले च्यालेन्ज खान नसकेर बिचमा छोडेको त्यो पुरानो भिडियो चाहिँ हेर्नुहोस् है साथीहरू पहिल्यै हो त्योहरूले खान्छ होला स्योर म जित्छु भनेर पिरो गरेको फेरि जितेँ मेरो त झिन्न बस्छ टाउको दिमाग मेरो चाहिँ उठ्कोले हा फु स्टार्टिङ राम्रो छ गरे इन्डिङ नराम्रो छ मेरो चाहिँ स्टार्टिङ स्लोली हुन्छ बिस्तारै बिस्तारै के भन्दा दही पनि कसरी खाइसकेछ अहिले त गर्मी बेला गर्मीले सरी पुरै पसिना छ यहाँ छिटो पर्ने र बहुत फ्रेस हुन्छ गाडी मुख साथीहरू तपाईँहरूलाई कस्तो लाग्यो आजको च्यालेन्ज कमेन्ट गर्न नबिर्सिनु होला है साथीहरू राम गुरुङ भाइले चाहिँ सानो संसारमा पनि च्यालेन्ज चाहियो भनेर कमेन्ट गर्थ्यो कि सचिनको उसमा च्यालेन्जमा त्यही भएको भएर आज मैले यो च्यालेन्ज गरेको हो साथीहरू राम भाइले हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नुहोस् ल नत्र भन्दा हामीले त खास सचिनको च्यानलमा चाहिँ च्यालेन्ज गर्ने भनेर उस गरेको थियौँ नि त तर आज धेरै पछि च्यालेन्ज गर्न पाइयो जितेको भयो खुसी लाग्थ्यो साथीहरू हारे पनि ठिकै छ खुसी चाहिँ खुसी लागेछ आफ्नै भदैसँग हारेको त्यही हो सचिनको लिङ्क पनि मैले तल डिस्क्रिप्सन बक्समा दिनेछु साथीहरू यदि तपाईँहरूलाई च्यालेन्जहरू यस्तो हेर्न मन लाग्छ भने सचिन च्यानलमा गएर हेर्न सक्नुहुन्छ होइन अनि मेरो कम्युनिटीमा पनि मैले सेयर गर्दैछु सचिनको भिडियोहरू चाहिँ त्यहाँ पनि गएर हेर्न सक्नुहुन्छ उहाँले डिस्क्रिप्सन बक्समा नि मेरो युट्युबको च्यानल लिङ्क छोडिदिनु हुनेछ च्यालेन्जहरू हेर्नु होला र कस्तो लाग्यो साथीहरू आजको च्यालेन्ज कमेन्ट गर्न नबिर्सिनु होला मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला अनि सचिनको च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला सचिन ब्लगलाई सब्सक्राइब गरिदिनु होला यति भन्दै आज चाहिँ गिफ्ट दिनु बिर्सेँ चाहिँ आमा सरी ऊ त फ्रिजभित्र सानो उस दिनु त जिग्री भन्दा सचिनलाई घाटा लाग्यो साथीहरू आमालाई हान्ने थियो
गिफ्ट चाहिँ जिग्री हो सबैको जिग्री मेड इन नेपाल है साथीहरू ढ्यान टनान 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 कोक आज चाहिँ उनीहरूले के ठुलो कोक दिन्छ मको पछि आएर विजेताले के अरे पुरस्कार पाइसकेको छ होइन अब ल गुट्टु खाऊ पिरो भएको भएर कोक राखेको है साथीहरू किनभने पिरोमा त अब चिसो गुलियो चाहियो नि त त्यही भएर अनि साथीहरू सचिनको च्यानलमा पनि अब छिट्टै फेरि के च्यालेन्ज आउँदैछ अरे हाम्रो अस्ति चटपट च्यालेन्ज आउँदैछ भोलि के पर्सि आउँछ होला हेर्न नबिर्सिनु होला त्यसमा कसले जित्यो गेस गर्दै गर्नु होला साथीहरू यति भन्दै आजको च्यालेन्जबाट चाहिँ कोरियन के अरे रामायणबाट कोरियन रामायण च्यालेन्जबाट चाहिँ आज हामी बिदा चाहन्छौँ टेक केयर बाई बाई